फर्स्ट टाइम कतै नपुगिकन बिचबाटै फर्किन पनि सकिन्छ। केही छैन अल्छी बिजोगै भयो यार। यता ढुङ्गा त देख्नै हुन्न हौ, सुतिहाल्नुपर्छ कति हाने। हेलो एन्ड गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो डे 3 मा चाहिँ आज हामी मनाङबाट निस्किएर अहिले भ्राकातिर जाँदैछौँ। आज हामी आइस लेक जान्छौँ, त्यही भएर भ्राकाबाट चाहिँ अलिकति बाटो राम्रो छ भनौँ, अथवा त्यताबाट सिधा पर्छ। त्यही भएर यहाँबाट निस्क्यौँ, भ्राका गएर अहिले एउटा होटलमा बस्छौँ अनि सबै सामानहरू राखेर चाहिने जति मात्र लिएर अब माथि आइस लेकतिर जान्छौँ। आइस लेक भनेको लगभग जान र आउन गरेर 6 घन्टाको बाटो हो। आज माथि आइस लेक गएर फर्केर भ्राका नै बस्छौँ। हामी मनाङबाट अहिले भ्राका पनि आइपुग्यो। कति लाग्यो टाइम हेरिएन एक्ज्याक्टली, तर 20 मिनट 20-25 मिनट लाग्यो सायद। अब यो अगाडि चाहिँ भ्राका सुरु भयो। यहाँनिर चाहिँ पुरै चौरीहरूको चरण गर्ने ठाउँ रहेछ। खोला पारी सम्म चौरीहरू छ, बिचमा मोटरसाइकल। अब हामी भ्राकाबाट चाहिँ माथि आइस लेक जाने हो, ब्याग राखेर अनि चाहिने सामान प्याक गर्ने अनि आइस लेकतिर कुद्ने। आइस लेकतिर लाग्यो अब ट्याक्कै। यो एउटा पार्क पनि छ। यो चाहिँ पहिला वीरेन्द्र पार्क भने जस्तो लाग्थ्यो मलाई। वीरेन्द्रको मूर्ति थियो अरे, पछि द्वन्द्वकालमा चाहिँ के भएर अहिले चाहिँ बुद्धको मूर्ति हो कि जस्तो लागिरहेछ मलाई। बुद्धको मूर्ति नै होला। यो स्याउको होइन, स्याउको होला। अनि माथि चाहिँ गुम्बा छ। घरहरू पनि त्यस्तै मिलेको। माथि गुम्बा पनि लगभग 500-600 वर्ष पुरानो भन्ने चाहिँ मैले सुनेको थिएँ। त्यो चाहिँ एक्ज्याक्ट चाहिँ थाहा भएन है। हामी निस्केको लगभग 15-20 मिनट जति भयो होला। अनि अलि उकालो नै रहेछ। अब बडी हाइट पनि गेन गर्नु छ होइन, त्यो भएर होला। आइस लेक चाहिँ 46-60 मिटरमा छ होइन। अनि अलि उकालो हुन्छ। अनि ब्याग पनि बोकिरहेको छु, त्यही भएर पनि अलिअलि गाह्रो भइरहेछ। बिहानै सुरुमा हिँड्न झन् गाह्रो नै हुन्छ, त्यही भएर बिस्तारै हिँडिरहेको छु। घरि ब्रेक लिँदै यस ल्यान्डस्केप चाहिँ राम्रो हुँदै गइरहेछ। हिमालहरू देखिरहेछ, तल भ्राका गाउँ देखिरहेछ, गुम्बा देखिरहेछ। उकालो चाहिँ अति उकालो रहेछ है। यस्तै उकालो रहेछ। एक ठाउँमा बस्ने एकछिन हिँडेको फेरि उकालो छ। गाह्रै पार्ला जस्तो। मोरसिङदेखि आउने चाहिँ कतातिरबाट हो? थोराङ फेदीबाट।
बेसकिमतिरको मिसिएर यो चाहिँ अन्नपूर्ण है अन्नपूर्ण हो यताको अन्नपूर्ण सेकेन्ड उताको है यो चाहिँ 3 ए यो अन्नपूर्ण 3 हो यो त्यो गङ्गापूर्ण भयो उताको तिल्लीचु हिमाल हैन अनि यता बीचमा कुन कुन छन् नि त्यो बिचहरुको त कुनै नाम छैन नामै छैन होला तिम्रो त हो चाहिँ यो भयो उताको चाहिँ सेकेन्ड हो क्या सेकेन्ड यहाँबाट देख्दैन देख्दैन 1 र 2 चाहिँ पोखराबाट चढ्दो रहेछ उतापट्टि यो 4 यसमा चढ्ने यसले हो त कालोबाट टोमा ड्रप चाहिँ यो त चढ्नै दिँदैन अन्नपूर्ण थर्ड यसमा पर्मिट दिएछ ए हो किन हो यहाँ के भगवान पुज्ने गर्ने भएर कि त्यही होला नि यो गुम्बा छ माथि कहाँनिर मिलेर त क्या बन्ने कि त्यसको नाम ए वहाँ ऊ त्यहाँ है अझ त्यो एउटा छत्तिन्छ नि गुम्बा छ नि ए अझ यहाँबाट गुम्बा देखेको छैन भनेपछि कुनामा छ ए ठिक यहाँबाट गाडीको बाटो नै पुऱ्याएर रहेछ क्या है गाडीको बाटो त्यो चौरमा छत्तिन देख्नेको ठाउँसम्म यहाँसम्म पुरा छ त्यहाँबाट हिँड्दै जाने हो बाटो छ राम्रै बाटो राम्रो छ यस्तै त्यहाँ त हिउँ पऱ्यो भने त त्यो त पुरै ढाक्छ होला नि त्यहाँ त है पहिला त ढाक्थ्यो नि अहिले पहिला हो भने त अहिलेसम्म पारितिर हिउँै हुन्छ त्यतातिर है यसको त खै कति छ अहिले तपाईँको च्याङ्राहरू मेरो 150 जति छ 150 ल बिस्तारै आउनु है ल हुन्छ ल उकालो रहेछ क्या बिस्तारै हिँड्दै आउँछ अब माथि टी-सर्ट छ हाम्रो ड्राइङको कहाँ माथि जानु ए एउटा छ भने जस्तो भएको थियो अझै माथि कति माथि पुग्नु छ पुग्नलाई त्यहाँ माथि पुगेर अनि यता हिँडेर अनि यसको अझ उतापट्टि साइडमा बल्ल आइसलेको अहिले चाहिँ यो सबै अन्नपूर्णको पछाडि यो चाहिँ अन्नपूर्ण थर्ड रहेछ अनि यहाँ तल कतातिर हो भन्दाखेरि यहाँनिर चाहिँ एउटा मिलारेपा गुम्पा भन्ने रहेछ ठुलो यहाँबाट त्यस्तरी देखेको छैन यहाँनिर सानो छेउटेन छ यो अन्नपूर्ण 4 भयो उता सायद त्यो लास्टतिरको चाहिँ स्वर्गद्वारी नै हो जस्तो माथि मात्रै आउँछ यहाँनिर बसेर हेर्नलाई चाहिँ रमाइलो छ तर अब यहाँभन्दा अझै माथि पुग्नु छ थाक्न चाहिँ वाइल्डले थाकिसक्यो सही छ पछाडि चाहिँ अन्नपूर्णको पछाडिपट्टि ट्याक्कै भ्यू चाहिँ बवाल पनि त्यस्तै रेस्ट गऱ्यौँ 10-15 मिनट फोटोसोटो खिच्यौँ अनि बिस्तारै माथि जाँदै ठाडै उकालो ऊ नवीन वाहन ब्याग पाले एक्सचेन्ज गर्दै ल्याएको त्यही नि मभन्दा माथि नै यस्तो त छैन अब यहाँबाट यसरी गइदिनु के हो यसरी गएर उयो माथि टी सप छ टी सप 10-15 मिनट पछि त्यहाँपछि फेरि आधी घन्टा 1 घन्टा हिँडेर त्यहाँपछि समय जस्तो लाग्यो बाटो यस्तो ठाडो गाह्रो छैन जस्तो लाग्यो ट्रेकिङ भन्ने कुरा चाहिँ के अरे ट्रेकिङ भन्ने कुरा चाहिँ भन्ने मात्रै रहेछ क्या रमाइलो गर्दै जाऊँ लाने ट्रेकिङ आइसित कोही तल माथि कोही तल तैचुप मैचुप लाग्दो अवस्थामा हिँड्नुपर्छ हामी त बोल्ने दिउँसो त बोलिन्न होला हामी त कहिले नि कहिले अगाडि कहिले पछाडि तैचुप मैचुप हो
आयो त्यति राम्रो राम्रो देखिँदै जान्छ खिच्दै आयो झन् माथि माथि झन् खिच्न मन लाउने क्या जति माथि आयो त्यति राम्रो हुँदै जाने ब्लू लेक भनेको चाहिँ त्यहाँ हो अहिले हामी झर्दै त्यहाँ हुँदै तल पिसाङ हुँदै जान्छौँ त्यसलाई के लेक नि भन्छ अरे छिन्दो लेक कि के अरे छिन्दी लेक नि भन्दो रहेछ तर अहिले ब्लू लेक भनेर हाल्दैछ ब्लू लेक भएर चाहिँ अहिले भाइरल भएर यताको मान्छेले चाहिँ छिन्दी लेक भन्दो रहेछन् कि मनाङमा धेरै लेकहरू छ एउटा ब्लू लेक ग्रिन लेक आइस लेक हामी चाहिँ त्यही नै हाम्रो प्लान पनि तिलिचो गइएको छैन र यो प्लानमा पनि छैन थोरङला पनि गइँदैन हामी मनाङ गयो गङ्गापुर घुम्यो आज आइस लेक घुम्छ भोलि ब्लू लेक घुमिन्छ त्यो पछाडि ग्रिन लेक हुँदै हामी फेरि फिर्ता बेसी सर हुँदै पोखरा नै गइन्छ सो हिँड्न र धेरै टाइम छैन भने चाहिँ अब आइस लेकलाई पनि नगरिकन ब्लू लेक गङ्गापुर र ग्रिन लेक गर्न मिल्छ र एक दिन एक्स्ट्रा छ भने अझै आइस लेक पनि हाइक गरेर जाँदा अझ राम्रो तिलिचो जाँदा पनि एक दिन एड गरेर आइस लेक जान सकिन्छ यो टुरिस्टहरू चाहिँ विदेशी टुरिस्टहरूले चाहिँ मनाङमा एक दिन रेस्ट डेमा चाहिँ कोही चाहिँ आइस लेक चढ्दो रहेछन् कि गाइडले चाहिँ रेस्ट डे भनेको दिनमा यहाँ मनाङमा रेस्ट डे भएको दिनमा चाहिँ आइस लेक चढ्दो रहेछन् कि टुरिस्टहरू चाहिँ यति माथि आयो नटी सब भेट्यो न केही भेट्यो जिना आराम भइसक्यो यहाँ आउँदा म त ढले भइसक्यो यहाँ यसो रेस्ट स्निकर तल फर्किम भने कि फर्किनु जाम भन्ने सकिन्न त टिसपै आयो नि टिसप पढाउने अझै 1 घन्टा भने थियो कि आयो लास्ट थका त नवीन सर चाहिँ पुसाल्दै हुनुहुन्छ लास्टै आउला भने आउनु छैन केही छैन अझै बिजकै भयो यता ढुङ्गा त देख्नै हुन्न हौ सुतिहाल्नुपर्छ कति हाने कति तल छ हामी बल्ल टिसप आउँदैछौँ होइन टिसप चाहिँ अब 5 मिनट अगाडि होला हामी चाहिँ अलिकति मिस्टेक भएछ अलिकति ढिलो हिँड्यो अनि ब्यागमा पनि बढी कुरा राखियो त्यो मिस्टेक नै भयो खासमा पानी र चाहियो भने क्यामेरा मात्र लिएर आउनुपर्ने तर हाम्रो खोइ प्याक गर्दा के गर्यो यहाँ अगाडि होइन त्यही भएर हेरौँ टिसपसम्म गइन्छ अहिले हावा पनि अति चलिरहेछ बढी हावा चल्यो भने त टाउको दुख्ने बिरामी हुने भइन्छ सो हेरौँ फर्स्ट टाइम कतै नपुगिकन बिचबाटै फर्केर पनि सकिन्छ धेरै पुस गरिन्न बिरामी भयो भने आफैले गाह्रो बरु नेक्स्ट टाइम पनि आउन सकिन्छ हेरौँ के हुन्छ एकछिन यहाँ बसेर रेस्ट गरौँ अनि त्यो पछाडि विचार गरौँला भ्यू चाहिँ राम्रो छ तर हामी अलिकति ढिलो हिँड्यो क्या त्यही भएर हिँड्न गाह्रो हुन थालिसक्यो हावाले गर्दा हेरौँ आइस लेक जान सकिन्छ कि सकिन्न अति नै गाह्रो भइसक्यो सकिएन भने फर्किने यहीँबाट युटर्न लिने फर्किने ल टिसप आइयो बल्ल फाइनल्ली अब यहाँबाट चाहिँ 1 आवरको बाटो कसैले 1.45 अथवा 1.3 को बाटो भन्छ हेरौँ कतिको दिन्छ शरीरले दियो म सक्छु भने जान्यो शरीरले भो भनिदियो भने छोडिदिने अझै हामी भर्खर टिसप आएको क्या यहाँसम्म हो अरे अलि उकालो गाह्रो भएको तर यहाँ पछि चाहिँ छैन अरे अलि उकालो यस्तो छ चाहिँ के हो क्या त पुरै यिनीहरू चाहिँ माथिबाट फर्किसकेका छन् यहाँ हामी ढिलो हिँड्यो यिनीहरू फर्किँदैन हामी 2-3 जना त फर्किसक्यो टिसपबाट अलिकति अगाडि आएपछि चाहिँ हामी अलिकति सजिलो बाटो भन्ने कि के भन्ने भयो एल्टिट्युड बढी छ त्यहाँनिर आएपछि चाहिँ भ्यू चाहिँ यस्तो दामी छ क्या ब्याकग्राउन्डमा
भ्यू दामी छ तर कन्डिसन खराब छ। हिँड्नै गाह्रो भइसक्यो। तर अब चाहिँ त्यस्तो गाह्रो छैन तलको जस्तो। अब चाहिँ सजिलो छ। लगभग बिस्तारै हिँडे पनि 1 आवर हो। अब जसलाई भेट्यो भने त्यही भनिराख्नु थियो। त्यो टी सपको दाइले पनि त्यही भनिराख्नु भएको थियो। त्यही भएर हामी त्यो कुराले चाहिँ अलिकति अगाडि बढिरहेछौँ बिस्तारै। यहाँनिर आयो जस्ट नेचर फिल गर्यो त्यो मतलबै हुँदैन कि रमाइलो हुन्छ। आफ्नो एकछिनको कुराबाट साइड लगायो। अहिलेको टेन्सन भनेकै कसरी हिँड्ने, कति बेला पुगिन्छ, ढिलो भएको हो कि भन्ने मात्र हो। तर अझै गइरहेछ। यो भ्यू चाहिँ मैले खासै क्यामेरामा देखाएर चाहिँ तपाईँहरूले टोटल देख्नु हुँदैन, किनभने आँखाले जुन भ्यू देखिरहेको छु मैले यो लेन्समा त सायदै देखाउन सकिँदैन। यत्तिको चौरहरू पाटनहरू छ यहाँनिर। त्यहाँनिर चौरीहरू छ, अग्लो हिमालहरू छ। त्यहाँनिर हेऱ्यो भने एउटा गुम्बा पनि छ है। दामी छ त्यो। एकचोटि मात्र होइन, तिरिचो मात्र भन्छौँ, चौरङ्गा मात्र भन्छौँ। मनाङ त्योभन्दा धेरै डिफ्रेन्ट छ। मनाङमा आएर गङ्गापूर्ण, आइस लेक, ब्लू लेक, ग्रिन लेकहरू हिँड्न त्यता भिजिट गर्न मिल्यो। अब यता लोवर पिसाङहरू अनि तलको ट्रेलहरूमा हाइक गर्नलाई पनि छुट्टै मजा छ। जोस् एकचोटि मनाङ चाहिँ जोस् आउनै पर्छ क्या। अति नै बवाल छ यो ठाउँ चाहिँ, अति नै दामी छ। बिहान हिँडेको चाहिँ अति नै खाडो एकदम बढी, त्यही भएर नि गाह्रो भएको। यहाँनिर चाहिँ मान्छेहरू फर्किरहेछ, त्यहाँनिर देखिरहेछ। त्यहाँनिर त्यो भेटेपछि चाहिँ सायद हामीले ताल देख्छ होला, सानो ताल देख्छ होला। त्यो पछाडि अर्को ठुलो ताल छ अरे जुन चाहिँ आइस लेक हो। उसको चाहिँ अलिअलि खुट्टाले घाँत दिएर चाहिँ अलि पछि नै छ। हामी त्योहरू बिस्तारै जाँदैछौँ। फाइनल्ली हामी आइस लेकभन्दा मुनिको तालमा चाहिँ आइपुग्यो। तर योभन्दा 10 मिनट माथि छ अर्को ताल चाहिँ। यसको नाम चाहिँ सायद खिचलेक। अब कसरी भन्छ हामी प्रोनाउन्सिएसन एक्ज्याक्टली थाहा भन्न सक्दिनँ। यो पनि अति नै दामी देखिरहेछ। बल्ल अलिअलि एक्साइटमेन्ट मिल्यो। अब बल्ल जान सकिन्छ। यो आइस लेक होइन, आइस लेक अझ माथि छ। यति दुःख, यति उकालो उक्लेपछि खाली पेट होइन, भोकलाई पनि थकाइलाई पनि यति उक्लेपछि चाहिँ अब हामी चाहिँ फाइनल्ली हाम्रो डेस्टिनेसन आइस लेकमा चाहिँ अब आइपुग्यौँ है। यो चाहिँ यसको फाइनल अब उकालो भनौँ अथवा नदेखिने ठाउँ भनौँ। यो उक्लेपछि चाहिँ हामी टक्कै आइस लेक देख्छौँ। मलाई चाहिँ अलिअलि खोप्राको खयर लेकको भाइब्स आइरहेछ। त्यो पनि लगभग यस्तै नै छ। सो आइस लेक अझै अलिकति उता रहेछ नि आइस लेक त। ओहो, नाम्ने मात्र होइन आइस लेक, अलिकति आइस पनि छ। आधा पार्ट चाहिँ जमेकै छ आइस लेकको। बल्ल आनन्द भयो।
अब चाहिँ आइपुग्यो है भन्ने भयो भोकले चाहिँ लास्टै हानिरहेछ